माई गड होइन, मान्छेहरू कस्तो आत्मविश्वासका साथमा चुनावमा होमिन्छन् मलाई अचम्म लाग्छ होइन। अब कम्तीमा पनि आफ्नो परिवारलाई त कन्भिन्स गराउन सक्नुपर्छ, आफ्ना वरिपरिका छरछिमेकीलाई कम्तीमा पनि 2-4 भोट 5 भोट 6 भोट होइन, परिवारका सदस्य आफैले हालेको 1 भोटसम्म त आउनुपर्छ नि त। अब यो गुल्मीको क्षेत्र नम्बर 1 को हेर्नु त प्रेम प्रसाद श्रेष्ठ र विमल केवलीको मत हेर्नु त, 0 चाहिँ कसरी आउँछ बाबा? 0 चाहिँ ओ माई गड। होइन अलिकति होइन बुझेर आफूले आफूलाई हेरेर मलाई कतिको विश्वास गर्छन्, कम्तीमा पनि लो परिवारको सदस्यले त हालिन्छ, छिमेकीले त हालिन्छ, एउटा बेस्ट फ्रेन्डले त हाल्न सक्छ होइन, आफैले पनि हाल्न सकियो। 0 चाहिँ कसरी आयो? प्रेम प्रसाद श्रेष्ठ र विमल गेवालीको अवस्था त यो त गाह्रो हो त गाइज एकदमै। मैले यो 0 होइन कि भनेर चेक पनि गरेको आएर निर्वाचन आयोगको वेबसाइटमा गएर हेर्दाखेरि 0 छ यार, दुईजनाको के गर्ने होला गाइज यो त।